Ma
पूर्णिमाको दिन अघिल्लो दिन आत्माको नङ स्नान गरी व्रत आरम्भ गरिन्छ। आज श्रद्धालु मनहरूलाई के भन्न चाहनुहुन्छ? श्रद्धालु भक्तजनहरूलाई यहाँ स्वस्थानीको महिमामा सालीनदी दर्शन गर्न सम्पूर्ण भरण गर्दा सम्पूर्ण आएर दर्शन गर्ने उत्तम फल प्राप्त हुन्छ। हस्, धन्यवाद हजुर। किन खास यसको महत्त्व के छ भनिदिनु न। हजुर, सन्तान सुख प्राप्तिका कुरा रहेछन् कतिपय। हजुर, एउटा जनविश्वास छ त्यही आधारमा आउनुभयो। साली नदीमा आउनुभएको छ, यहाँको व्यवस्थापन कस्तो पाउनुभयो? वातावरण हजुर, यो बिहानै चिसोमा जसरी विभिन्न ठाउँबाट आउनुहुन्छ नि श्रद्धालुहरू, खास किन आउनुहुन्छ होला? के आस्था हुन्छ यहाँ? आस्था भन्दा नि अब नेपाली मान्छेहरूको चाहिँ एउटा अब आस्था भनौँ न। यो भनेको मलाई चाहिँ जाँदा के भन्छ, हाम्रो जति पनि दुःखहरूलाई चाहिँ अब सान्त्वना गर्ने हो र परापूर्व कालको कुरा पनि जोडिन्छ, जुन पार्वतीले शिवजी पति पाउनको लागि भन्ने लगायत दुःख हरणको लागि होइन, जुन चन्द्रावतीले एक किसिमले जीवन मरणको दोसानमा पुगिसकेकोले यही व्रत लिँदाखेरि फेरि सुधार भएको कुराहरू पनि छन्। त्यस्तो पनि हो, अब कोही कस्तोले देखेको छैन, तर मलाई चाहिँ एकदम भगवान्प्रति सदाबार विश्वास गर्ने। तपाईँ शिव भक्ति हो क्या? शिव भक्ति भन्दा पनि म खास साई बाबा मान्छु। शिव भक्ति पनि हजुर, के भन्न चाहनुहुन्छ अरूलाई जसले घरमा बसेर हेरिरहनु भएको छ यो भिडियो? सबैजनालाई अब यहाँनिर यस्तो मेला चलिरहेछ, सबैजना दर्शन गर्न आउनु। खास धन्यवाद। हजुरको परिचय पाउन? म एलपी श्रेष्ठ। हजुर, मानव नारायण संस्थानी व्रत हजुर, के छ यसपालि हामीले जुन नित्य स्नान गरिरहँदाखेरि व्रत अलिक कम हो यसपालि? पोहोरभन्दा अलिक कमै हो। हजुर, यसपालि हामीले निर्माणको क्रममा ठाउँ विषयले पनि हामीले अलिक म्यानेज गर्ने गरी जो व्रतालु बस्नुहुन्छ उहाँलाई सहज होस् भनेर हामीले केही बाउन्ड्री बनाएर अलिक कमै चाहिँ हामीले इन्ट्री गरेका छौँ। हजुर, व्यवस्थापन कस्तो गर्नुभएको छ? के छ? लगभग प्रत्येक वर्ष हामीले व्यवस्थापन चाहिँ परिमार्जित हुँदै अगाडि बढाइरहेका छौँ। यसपालि मलाई लाग्छ पोहोरभन्दा धेरै हिसाबले व्यवस्थापन चाहिँ गरिरहेका छौँ। यसै सन्दर्भमा जहाँ जो बस्नुपर्ने छ निश्चित ठाउँहरू बजारको होस्, यातायातको होस् र यो जुन नदी परिसर छ साली नदी परिसर त्यहाँ पनि हामीले व्यवस्थित रूपमा सहज रूपमा चाहिँ दर्शनार्थीहरूले दर्शन गर्न सकुन् भनेर अलिक व्यवस्थित रूपमा हामीले यसपालि व्यवस्था गरेका छौँ। उसो त मलाई जानकारी नभएको हुन पनि सक्छ, यो हेलिकप्टरबाट पुष्पवृष्टि पहिलोचोटि हो कि के हो? हामीले यसपालि अलि नौलो ढङ्गले श्री मानव नारायण भगवानको चरण कमलमा विशेष खालको चाहिँ यो मेला हो र यो चाहिँ कठिन व्रत पनि हो। सायद यो एसियामा सबभन्दा कठिन व्रत मध्येमा पर्छ भन्ने हाम्रो दावा पनि हो। त्यस कारण यस्तो पवित्र अवसरमा श्री मानव नारायण भगवानलाई पुष्पवृष्टि गर्ने खालको कार्यक्रम रहेको छ। डाटाबाट प्राप्त भएअनुसार हामीले यसपालि चाहिँ हेलिकप्टरबाट सुरुको चाहिँ स्नानमा चाहिँ पुष्पवृष्टि गर्ने कार्यक्रम सम्पन्न गरिसकेका छौँ। एकदमै, र त्यो जुन नित्य पूजा पनि त नित्य स्नान पनि त गत वर्षभन्दा नि ढिलो भयो कि है? यो हेलिकप्टरबाट ल्याउनु पर्ने समय र मौसमका कारणले पनि गर्नुपर्ने कारणले गर्दा हामी सबैको सहमतिमा सामा बाजे दाजुपाडे सहितको चाहिँ छलफलमा अलिक ढिला केही समय ढिला चाहिँ हामीले योजनाबद्ध रूपमै गरेका हौँ। हजुर, यो साली नदी यहाँको मेलामा होइन मानव नारायणको दर्शनको लागि खास किन आउनुपर्छ भनिदिनु न अरूलाई पनि? विशेष रूपमा यो नारायणको व्रत मध्ये माघ महिनामा श्री मानव नारायणबाट चाहिँ उहाँ परिचित हुनुहुन्छ। उहाँ विराजमान भएको कारणले अहिले हामी यहाँ परिसरमा जुन परिसरमा छौँ यहाँ श्री मानव नारायण भगवानको व्रत प्रारम्भ हुन्छ।
र विशेष रूपमा यहाँ आरोग्यताको कुराहरू रहन्छ, एउटा चाहिँ सन्तान प्राप्तिको कुरा रहन्छ र बिछोड भएका चाहिँ परिवारहरूको मिलनको कुराहरू छ र पट्टि चाहिँ राम्रो पट्टि पनि पाउँ भन्ने ढङ्गको कुराहरूमा पनि विशेष चाहिँ रूपमा रहेर चाहिँ व्रतकालहरू कठोर 1 महिनासम्म नुन लगायत धेरै चाहिँ वर्जित कुराहरू नखाइकन कठोर व्रत गर्नुहुन्छ। भन्दाखेरि स्वस्थानी व्रत कथा एउटा छ, जो स्वस्थानी व्रत कथा चाहिँ हामी घर घरमा श्रवण गर्छौँ, व्रत बस्छौँ भने यो माघ महिनामा शाली नदी परिसरमा चाहिँ श्री माधव नारायणकै चाहिँ नित्य पूजा र चाहिँ स्मरण गर्दै बस्छौँ। यो चाहिँ स्वस्थानीसँग चाहिँ महिना एउटै परेको, तिथि एउटै परेको कारणले गर्दाखेरि जोडिएको अवस्था छ, तर हुने कुरा चाहिँ यहाँ श्री माधव नारायण भगवान्कै व्रत प्रारम्भ हुन्छ, नित्य पूजा पनि माधव नारायणकै पूजा हुन्छन् र स्मरण गर्ने पनि माधव नारायणकै स्मरण गर्छन्। कतिपय पुरोहित पण्डितहरूले पनि स्वस्थानीको किताब पनि राख्न दिनु भएन भन्ने कुरा गर्नुहुन्छ नि। स्वस्थानी किताब चाहिँ वास्तवमा उहाँहरू व्यापारीकरण गर्न खोज्नु भएको कारणले गर्दाखेरि हामीले एलाउ गरेका छौँ। स्वस्थानी भनेको पवित्र चाहिँ धार्मिक ग्रन्थ पनि हो, व्रत कथा पनि हो। त्यो चाहिँ हामी निश्चित घरमा बसेर चाहिँ श्रवण गर्ने र अरूलाई पनि श्रवण गर्ने चलन छ। यो चाहिँ यहाँ चाहिँ शाली नदीको यो माधव नारायणको नित्य पूजा हुने स्थानमा पनि हामी चाहिँ स्वस्थानीको पुरानो पौराणिक चाहिँ पुस्तक पनि हुन्छ, त्यो व्रतालुहरूलाई हामीले चाहिँ श्रवण पनि गराउँछौँ। जोस् व्यापार नहोस् अथवा अलिकति वर्जित गर्नुभएछ। हजुर, हामीले किन रिक्वेस्ट गरेको छौँ भन्दाखेरि यहाँ व्यापारको नाममा चाहिँ धर्मको नाममा व्यापार बढ्न थाल्यो, जसले गर्दाखेरि भिडभाडमा पिकपकेटिङ हुने विभिन्न खालका हतियार हुन्छन्। हाम्रो ठाउँ विशेष रूपमा साँगुरो पनि छ, त्यो साँगुरो रहेका कारण उहाँहरूलाई चाहिँ त्यसो नगर्नका लागि अनुरोध गरेका छौँ। विशेष रूपमा टिका ताला लगाउनेदेखि अन्य व्यवस्थाहरू, बजारको व्यवस्थाहरू चाहिँ हामीले शुल्कमा नै हामीले गर्ने गरेका छौँ भने यो चाहिँ स्वस्थानी चाहिँ कथा वाचन गर्नका लागि हामीले विशेषमा अनुरोध गरेका छौँ। ठाउँ पनि छैन, त्यस कारण त्यो चाहिँ घरैमा उहाँहरूले चाहिँ श्रवण गराउने र कथा वाचन गर्ने कुराहरू गर्दाखेरि नै बेटर हुन्छ भन्ने विशेष गरी शाली नदीको व्यवस्थापनको लागि सर कति खर्च हुन्छ नि? लगभग हामीलाई यो चाहिँ लगभग अघिल्लो महिनादेखि शिवरात्रिसम्म चाहिँ यो श्री माधव नारायणसँग जोडिएको व्रत र यो मेला चाहिँ सम्पन्न गर्नुपर्ने दायित्व हामीमा छ। त्यसकारण परदेश यात्राको कुराहरू पनि छन्। हामीले पशुपति सुरुमा हामी बज्रयज्ञ जान्छौँ, त्यसपछि पशुपति जान्छौँ, पशुपतिमा बास बस्छौँ, त्यसपछि चाहिँ साना गौचरणमा हामीले भोजन गराउँछौँ, त्यसपछि सिधै हामी फर्पिङ बास बस्न जान्छौँ। फर्पिङमा पनि नित्य पूजा भइसकेपछि सिधै हामी चाहिँ साँकुसम्म चाहिँ खाली खुट्टा पैदल यात्रा गर्नुपर्छ। त्यस्तो कठिन खालको चाहिँ व्रत छ भने त्यसपछि अर्को चाहिँ पर्सिपल्ट हामी चाहिँ पनौतीसम्म चाहिँ यात्रा गर्नुपर्छ। त्यसरी यो गर्दाखेरि लगभग 50 लाख रुपियाँ चाहिँ हामीलाई यो व्रत प्रारम्भ गर्न र सम्पन्न गर्नका लागि लाग्छ। त्यसमा नगरपालिका लगायत अरू केही निकायले सहयोग गर्छ? होइन, नगरपालिका होइन, तपाईँहरू जस्तै यहाँ आउने श्रद्धालु भक्तजनहरूको आर्थिक स्रोतबाट नै हामीले त्यो पैसा कलेक्सन गर्छौँ र मेला व्यवस्थापन गर्छौँ। साथसाथै जो श्रद्धालु भक्तजनहरूले यहाँ सहयोग गर्नुहुन्छ त्यो सहयोगबाट हामीले भौतिक निर्माणहरू तपाईँले देखिरहनु भएको छ। यो ठुलो झन्डै 6 करोडको चाहिँ हामीले श्री माधव नारायणको मन्दिर निर्माण गरिसकेका छौँ। ठ्याक्कै मेरो अगाडि रहेको चाहिँ भवनहरू बनाइरहेका छौँ। थुप्रै भवनहरू र सबै कुराहरू भौतिक संरचनाहरू यहाँहरू जस्तै यही शाली नदीमा पार्नुभएका श्रद्धालु भक्तजनहरूबाट सङ्कलित चाहिँ सहयोगबाट नै हामीले गर्ने गरेका छौँ। त्यस सँगसँगै अरू भौतिक निर्माणका लागि पार्कहरू निर्माण गरेका छन्। त्यसकारण शहरी विकासबाट चाहिँ केही पैसाहरू चाहिँ प्राप्त हुन्छ। त्यसरी नै हामीले चाहिँ यो ठाउँको परिसरको विकास निर्माणमा लागिरहेका छौँ। अन्त्यमा आम व्यक्तित्वहरू दर्शकहरू जस्तै घरमा बसेको उहाँलाई के भन्न चाहनुहुन्छ? सबै चाहिँ श्रद्धालु भक्तजनहरूमा यस पवित्र धार्मिक स्थल शाली नदीमा स्नानका लागि, पुण्य कमाउनका लागि, यस पवित्र धार्मिक स्थलमा पाल्नु हुनका लागि मेला व्यवस्थापन समिति हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद। धन्यवाद।